चालक हो हामी सङ्घर्ष गर्नुपर्छ। दोस्रोमा तेस्रोमा हामी सङ्घर्ष गर्नुपर्छ आफ्नो अधिकारको लागि। हामी एम्बुलेन्स चलाउने भनेर हाम्रा आरोले गाला चाहिँ दिँदाखेरि हामीले सघाएर पाउनु पर्दैन। हामीले गलत गर्नुहुन्न, त्यो गलत र प्रविधिको विरुद्धमा हामी लड्न सक्नुपर्छ। किन लड्न सक्नुपर्छ? लड्न सकेन भने अन्याय पनि हुन्छ। हामी कसैलाई न्याय दिँदै गर्दा अब अन्याय पर्न भयो। त्यो कारणले गर्दा तपाईँहरूले के बुझ्नु पर्यो भने संयुक्त एम्बुलेन्स चालक सङ्घ ६३वटा जिल्लामा आज ६४वटा जिल्ला समावेश भयो। हामीले कोही ठाउँमा चाहिँ 3टा 4टा जिल्लालाई पनि एउटा जिल्ला बनाएको छ। कालीकोट यो चाहिँ तपाईँको सुर्खेत आजसम्म जम्मा 3-4 एम्बुलेन्स भएको जिल्लालाई सुर्खेतमा ल्याएर हामीले चाहिँ त्यहाँ चाहिँ 4-5वटा जिल्लाको एउटा सुर्खेत जिल्ला कमिटी बनाएको छ। हाम्रो एम्बुलेन्सको सङ्ख्याको आधारले गर्दाखेरि हाम्रा विधानले दिएको अनुसारले हामी आज नेपालभरि एउटा जिल्लामा दर्ता हुने संस्था हो, उसले अधिकार संविधान अनुसारको अधिकार लड्न सक्दैन। त्यो त एउटा प्रोजेक्टको रूपमा एउटा त्यो होला। श्रम कार्यालयमा दर्ता गरेर आएको हामी एम्बुलेन्स चालकको श्रम कार्यालय अनुसारले हामीले श्रमको विषयमा हामीले आफ्नो अधिकारको लागि लड्न सक्छौँ। एम्बुलेन्स चालक लड्दैन भने आज डक्टरले इमर्जेन्सी आन्दोलन गर्दैन। अहिले नेपालमा 3टा चिज चाहिँ अन्याय परेको छ। एउटा नेपाल प्रहरी, नेपाल आर्मी, सुरक्षाकर्मी भनौँ न, नेपालका सुरक्षाकर्मी र एम्बुलेन्स चालक सधैँ अन्यायमा हो नि। हरेक चिजको माग सम्बोधन गर्न पर्ने नेपाल प्रदेश नेपालको सुरक्षाकर्मीहरूले होइन, 3टै निकाय सुरक्षाकर्मीले र एम्बुलेन्स चालकले। अनि हामी चाहिँ आफ्नो अधिकारको लागि चाहिँ हाम्रो कानुनले रोक्नु भन्ने कुरालाई हामीले 2014 माघको 11 गते त्यसलाई हामीले तोड्यौँ। किन तोड्यौँ भने हामी कानुनमा पनि हामीले मुद्दा लड्यौँ। यो ट्रेड युनियन स्वर्ण कसैले यसो फ्रीमा दिएर तपसिल नाम बक्सी दिएर आएको ट्रेड युनियनको प्रमाणपत्र होइन। हामीले हाम्रो अधिकार लडेर ल्याएका अधिकार हो। हामी सर्वोच्चमा मुद्दा लड्यौँ। हामीले अरूले जस्तो आगो बालिन्न होला, के अरे ढुङ्गामुढा हानेन होला, एम्बुलेन्स बन्द गरेन होला, तर संयुक्त एम्बुलेन्स चालकले कानुनी रूपमा लड्ने नेपालको संविधानमा रहेका घाँस बाँस र सम्मानित हुने अधिकारलाई टेकेर हामीले ट्रेड युनियन ल्याएको। यो कुरा तपाईँले बुझ्न जरुरी छ। आज मैले तपाईँलाई यो कुरा बुझाउनु पर्ने छ। आज हामी यो गर्दै गर्दा सङ्गठनले के गर्यो गरेन भन्ने कुरालाई पनि 2000 कोरोना आउने बेलामा हामीले स्वास्थ्य मन्त्रालयमा हामीले आन्दोलन नगरेको आज भ्याक्सिन र पिपी आउँथ्यो। भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो। मैले फोनबाट भने देशभरिको एम्बुलेन्स बन्द हुन सक्छ, एम्बुलेन्स चालकले पिपी लाउनु परेन, एम्बुलेन्स चालकले कोरोना भ्याक्सिन लाउनु पर्दैन। हामीले मन्त्री स्तरीय प्रधानमन्त्री स्तरीय निर्णय के गर्यो भने एम्बुलेन्स चालकलाई त्यो कोरोनाभित्र मृत्यु भयो 25 लाख रुपियाँ गर्ने बेला हामीले होटलको व्यवस्था गर्यौँ। काठमाडौँमा हाम्रो अफिस खुल्ला गर्यौँ। हरेक जिल्लामा जाँदाखेरि चाहिँ त्यस्तै अवस्थाको चाहिँ घरमा त्यो तार लाउने थियो, एम्बुलेन्सदेखि चाहिँ घेरा गर्ने थियो। हामीले त तपाईँको चाहिँ कर्णालीमा चाहिँ हाम्रो त्यहाँ देशको कमानमा गएर खानै भत्काइसकेपछि मैले त्यहाँको सुदूरपश्चिमको डिआई साहबलाई भन्नुभयो के देशले यसरी खाना भत्काउनु मिल्छ, खाना लाद हाल्नु मिल्छ? हामीले त्यहाँ चाहिँ खानाको मेस त्यही चलायौँ। हामीले किन चलायौँ भने हामी एम्बुलेन्स चालकले कोरोनाको बिरामी त सुरक्षाको त्यहाँ बुझाइमा कमजोरी थियो। एम्बुलेन्सले भिडभाड भयो, कोही मान्छेले कम्प्लेन गरेको आधारमा नबुझ्दा त्यहाँ जाँदाखेरि पछि हामीले त्यही कर्णाली चिसापानीमा चाहिँ पूर्व पश्चिमबाट जाने खाना त्यहीँबाट मेस चलाएर एम्बुलेन्स चालकलाई गर्यो। हरेक सुरक्षाकर्मी कुरा भयो, हरेक एम्बुलेन्स चालकको भयो, हरेक जनताको भयो। नेगेटिभ र पोजिटिभ सबै चिजमा छ नेपाली जनतामा। हामीमा कति पोजिटिभ हुने कति नेगेटिभ हुने हाम्रै मानव सभ्यताबाट हाम्रै समाजबाट आएका चिजहरू कोही नेगेटिभ हुनसक्छ, हामीप्रति कोही हामीप्रति एकदम पोजिटिभ हुनसक्छ। त्यो कारणले गर्दाखेरि हामीले कोरोनामा पनि काम गऱ्यौँ। र हामीले तपाईँहरूलाई भन्नुपर्दा आज मैले तपाईँलाई धेरै कुरा बुझाउन पर्ने आवश्यक देखाएको छु। 2078-79को निर्देशिका विषयमा तपाईँलाई सोध्यो भने कतिपय साथीहरूलाई थाहा छ त? 2078को निर्देशिका नेपाल सरकारले 2075मा स्वास्थ्य ऐन कानुनले हामी एम्बुलेन्स संस्थाको अध्यक्ष मात्र भएर भएन। हामीले 2075को स्वास्थ्य ऐन कानुनले एम्बुलेन्स गैर सरकारी सङ्घ संस्थालाई एम्बुलेन्स नदिने, स्वास्थ्य क्षेत्रलाई बाइक नदिने भनेर नेपाल सरकारले ऐन ल्यायो। त्यो विषयमा को लड्ने? कतिपय साथीहरूलाई थाहा छ त? आज 10 वर्ष पुरानो गाडी काटिने राज्यले काटिने किन काट्ने के हो थाहै छैन। बिल रिन्यू गर्ने के हो त्यो थाहा छैन। अनि हामी चाहिँ एउटा आफ्नो व्यक्तिगतको लागि एउटा संस्था खोल्यौँ। अनि बसेर हामी एकरूपता हुन नसक्ने देशभरि एम्बुलेन्स चालकको विषयमा त लड्न एकबद्ध भएर पनि कसरी लड्न पर्यो। अनि बल्ल अधिकार पाइन्छ, हामी लड्न त्यतिको अधिकार पाइन्छ। हामी नाजायज कुरामा चोकमा गर्ने हामीले बन्द गर्यो भने पाइँदैन। हामीले बन्द गर्यो भनेको लास्ट अवस्थामा छ। हामीले